हेर्नुहोस् है, यहाँ त सिमिडिया मार्केटको यस्तो गर्नु चाहिँ अब असम्भव कुरा हो है। यो चाहिँ अब प्राइभेट मान्छेहरूले चाहिँ यत्रो बिकिन लाउनु सक्दैन है, पर्सनल खर्चमा। यो चाहिँ अब यो चाहिँ सब हेर्नुहोस्, लु यति बिकिन छ। यो चाहिँ अब मेरो त दिमाग गडबड भयो यो अर्किड देखेर साथीभाइ। आम्माम यत्रो बिकिन रहेछ अर्किड सिमिडियम। कति हजार पट होला हेर्नुहोस् न। यो त एउटा नर्सरीमा मात्रै हो। यो नर्सरी चाहिँ यत्रो छ हेर्नुहोस् है, यति ठुलो छ। अनि यस्तो नर्सरी त तल माथि पुरै रहेछ। अब यो एउटा मात्रै ठुलो यहाँ चाहिँ अर्किड हेर्नुहोस् है, सिमिडियम फुल्दाखेरि चाहिँ कस्तो देख्ला यहाँनिर। आम्मामा यहाँ रहेछ है खानी चाहिँ अर्किडको चाहिँ साथीभाइ हो। आम्मामा यत्रो बिकिन अर्किड चाहिँ अब कसरी स्याहारेको होला हौ योहरू है। सानो छैन त अर्किड त यहाँ त। कस्तो दामी फ्रेस प्लान्ट रहेछ योहरू त। आम्मामा यत्रोले फुल्दाखेरि त जुलुमै देख्छ नि हौ साथीभाइ हो। यो त हेर्नुहोस् त, हट यो त यस्तो हाउसहरू त डुलिन सक्ने रहेछ नि दिनभरिमा। हेर्नुहोस् त कति हाउस छ यो त। यता एक साइड रहेछ, उता पनि रहेछ अर्किड त। अन्त यहाँ त खानी रहेछ नि अर्किडको त। 13,000 14,000 छ अरे जम्मै यो उयो गरेर हाउसमा। ठुल्ठुलो पटहरू रहेछ है यहाँनिर। यो चाहिँ आज हामी यहाँ मङ्पुमा चाहिँ यो अर्किड हेर्नु पनि आएको थियौँ नि त हो। हेर्नुहोस् है, अर्किडहरू हेर्नु आएको थियौँ हामी यहाँ। अनि बिहान चाहिँ पानी पर्दै थियो, आज अहिले चाहिँ अलिक घामहरू लागेर अलिकति वेदर छ्याङछुङ भइरहेको छ। यो चाहिँ अब हेर्नुहोस् त हाउसहरू यस्तो जोड रहेछ। है त्यो अर्किड देखेर त साथीभाइ हो घर फर्किनु मन लाग्यो नि त मलाई त। एकदमै जोड रहेछ नि अर्किड त। अब यहीँ बनिँदो रहेछ हेर्नुहोस् न, नयाँ हाउस बनिँदो रहेछ यो चाहिँ। यो चाहिँ हाम्रो चाहिँ यत्रो यहाँ एरियामा चाहिँ अब अर्किडहरू रोपेको रहेछ। हामी चाहिँ यता डुलिसक्यौँ हो, अब चाहिँ हामी यतापट्टि जाने हो। साथीभाइ म आई लभ मङ्पु लेखेको हो। आई भो वी लभ मङ्पु बिचमा रहेछ नि त। गरम पो भयो त आज त है भाइ। रेस्टरुमहरू पनि बनाएको रहेछ नि त, हावाघरहरू है। यो देखेकोहरू पारिको चाहिँ के हो, सिक्किम हो कि कालिम्पोङ हो भाइ? यो कालिम्पोङ त होइन, कालिम्पोङ होला हौ है। यो डाँडाहरू चाहिँ चिन्दैन, अब फर्स्ट टाइम आएको। यो परको डाँडाहरू चाहिँ के होला हौ, चिन्दैन है। मङ्पुबाट उता हेर्दाखेरि चाहिँ देख्दैछ यो है। कमेन्ट गर्नु होला है के हो, चिन्नु सकेन। मजाको बनाएको रहेछ यहाँ त। यो पाइन के दामी रहेछ हौ। कत्रो भन्दा आम्मामा यहाँ त कति चाहिँ खर्च भएको होला है। के पनि रोपेको रहेछ अन्त। त्यही त के दामी भ्यू देख्दो रहेछ यहाँबाट। आम्मामा एकदमै दामी। ल तपाईँहरू पनि भिजिटमा आइदिनुहोस् है साथीभाइ हो। मङ्पु यहाँनिर एकदमै यहाँ अर्किडको नर्सरीहरू छ र यहाँ हरेक कुरा अब एकदम ओरिजिनल प्लान्टहरू रोपेको रहेछ। अनि यहाँ माथि चाहिँ के पो भन्छ होला है, किवीको खेती रहेछ है यहाँ माथि। यो आई लभ वी लभ मङ्पु लेखेकोमा त्यो त औषधि हो त भाइ। यो उयो भन्छ हौ, के पो भन्छ हो, दामी हुन्छ नि। यहाँ माथि चाहिँ किवीको खेती रहेछ फेरि। माथिसम्म नै यो डाँडा डल्लै है। कतिको तान्छ मेरो फोनले। हेर्नुहोस् है, यो सबै किवीको खेती गरेको छ। सबै फलामको ट्रसको सबै मचान बनाएर। है मबाट चाहिँ अब फर्किनु थालेको। यो चाहिँ हामी